सम्पूर्णमा प्रभु येशूको नाममा जय मसीह। आशा छ हजुर सबैजना सन्चै हुनुहुन्छ। अनि आज पनि हामी पवित्र धर्मशास्त्र बाइबलबाट एफिसी 5 को 15 र 16बाट केही कुरा हेर्नेछौँ। अनि त्योभन्दा अगाडि हामी एफिसी 5 अध्यायकै 1 र 14 सम्म हेर्छौँ भने चाहिँ त्यहाँ व्यभिचार, अश्लील कुरा, मूर्ख बातचित, ठटौली र सार अशुद्धता अथवा लोभको लालचको नाउँ समेत नलियोस् र मूर्ति पूजा त्याग्नुपर्छ र यो सुहाउने कुरा होइन, बरु हर परिस्थितिमा धन्यवाद दिनुपर्छ भन्ने सिकाएको छ। र एफिसी 5 को 14 मा भनेको छ कि ए निन्द्रामा परेकाहरू जाग र मरेकाहरूबाट उठ र ख्रीष्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ भनी बताएको छ। एफिसी 5 को 15 मा आएर हेर्छौ भने त्यहाँ लेखिएको छ, यसैले कसरी हिँड्छौ ध्यानसँग हेर, निर्बुद्धि मानिस जस्तो होइन तर बुद्धिमानी मानिस जस्तो भनी यहाँ वचनले बताउँछ कि हामी आफू कस्तो चाल चल्नुपर्ने हो। आज हामी ध्यानसँग हेर्नुपर्ने कुरालाई सिकाउँदछ। अनि एफिसी 5 को 16 मा समयको पुरा सदुपयोग गर किनकि दिन खराब छ भनी त्यहाँ भनिएको छ। हामी चाहिँ उहाँको अनुग्रहबाट बाँचिएका मानिसहरू हौँ र यो अनुग्रहको समय रहँदा नै तपाईँ अनि म एउटा महिमाबाट अर्को महिमामा चल्ने, एक स्तरबाट अर्को स्तरमा बढ्दै जाने, हारको होइन तर ठिक समयमा यसलाई उन्नतिको जीवन बिताउने मानिस हुनुपर्छ। यसैले यहाँ वचनले भन्छ कि ठिक समयमा नै समयको सदुपयोग गर्नु र हामी कुन अवस्थामा छौँ भन्ने कुरालाई ध्यान दिनु भनी यहाँ वचनले सिकाउँदछ। किनकि परमेश्वरले हामी एक महिमाबाट अर्को महिमामा बढेको हेर्न चाहनुहुन्छ। यसैले एफिसी 5 अध्यायको 15 मा भनिएको छ कि कसरी हिँड्छौ ध्यानसँग हेर, निर्बुद्धि जस्तो होइन तर बुद्धिमानी मानिस जस्तो भनेर हामीलाई सिकाउँदछ। हामीले एफिसीको पुस्तकमा हेर्छौँ भने चाहिँ हामीलाई ज्ञान र बुद्धिको कुराहरू बारम्बार सिकाएको कुराहरू हामी पाउँदछौँ। अनि हामी एफिसीकै 1 अध्यायको 9 र 17 मा हेर्छौँ भने चाहिँ परमेश्वरले चाहिँ तपाईँ अनि हामीलाई चाहिँ हाम्रो जीवनमा राख्नुभएको उद्देश्यलाई जानोस् भनी ज्ञान हामीलाई दिनुभएको छ। उहाँले हामीलाई ज्ञानमा बुद्धि र प्रकाशको आत्मा दिनुभएको छ, जसकारण हामी निर्बुद्धि भएर होइन तर बुद्धिमानी भएर हिँडौँ र परमेश्वरको इच्छाको खोजी गरौँ। हामी परमेश्वरका हौँ र हामी परमेश्वरबाट टाढा छैनौँ। हामी संसारका होइनौँ तर स्वर्गको नागरिक हौँ। हामी परमेश्वरका सन्तहरू हौँ र उहाँ हामीमा रहनुहुन्छ, हामी भित्र रहनुहुन्छ र हामी उहाँमा रहन्छौँ र उहाँले हामीलाई ज्ञान प्रदान गर्नुहुन्छ। आमेन। अनि जब तपाईँ र म उहाँबाट ज्ञान प्रदान उहाँले हामीलाई गर्नुहुन्छ, हामीले ज्ञान प्राप्त गर्छौँ, हामी बुद्धिमानी ठहरिन्छौँ। अनि त्यो बुद्धिमानी मानिसको लक्ष्य कस्तो हुन्छ त भन्दाखेरि बुद्धिमानी मानिसले समयको अवसरलाई सदुपयोग गर्छ। त्यो मानिस हर परिस्थितिमा धन्यवाद दिन्छ, जसरी पहिलो थिस्सलुनिके 5 अध्यायको 18 ले भनेअनुसार हर परिस्थितिमा धन्यवाद दिन्छ। अनि समयमा नै आफ्नो हिँडाइलाई ठिक तरिकाले चलाउँछ, परमेश्वरको इच्छाको खोजी गर्छ हैन। जसरी मत्ती 6 को 10 ले बताउँदछ, तपाईको राज्य आओस्, तपाईको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पुरा होस्। आमेन। अनि बुद्धिमानी मानिसले सधैँ परमेश्वरको इच्छालाई खोज्छ र पुरा गर्न कोसिस गर्छ, प्रयत्न गर्छ र प्रार्थना गर्छ। किनकि 16 मा समयको सदुपयोग ठिक समयमा गर भनी आज्ञा गरिएको छ। अनि बुद्धिमानी मानिसले आत्माको कुरामा रमाउँछ, आत्माकै कुराको खोजी गर्छ, आत्माकै कुरामा चाहिँ ऊ चाहिँ आनन्द लिन थाल्छ। हामीले एफिसी 5 को 19 मा त्यहाँ हेर्छौँ भने प्रष्ट बताएको छ कि दाखमतले नमात्यो कारण त्यो विलासिता हो तर पवित्र आत्मामा भरिपूर्ण हो भनी आज्ञा गरिएको छ। यसै कारण तपाईँ अनि म पहिलो थिस्सलुनिके 5 को 18 र 19 ले भने अनुसार हर परिस्थितिमा धन्यवाद दिनु, चाहे दुःख होस्, चाहे सुख होस्, अभाव होस्, चाहे प्रशस्त होस्, अवस्था जस्तो सुकै अवस्थामा पनि पवित्र आत्मामा भरिपूर्ण हुनु, धन्यवाद दिनु, पवित्र आत्मामा रमाउनु, पवित्र आत्मामा मातिनु तपाईँ अनि मेरो परमेश्वरको इच्छा हो। आमेन। अनि जब तपाईँ अनि हामी पवित्र आत्मामा भरिपूर्ण हुन्छौँ, उहाँमा रमाउँछौँ हैन, अनि मण्डली एउटै मन भएर परमेश्वरलाई धन्यवाद दिन्छौँ हैन, हामी सबैजना उहाँलाई धन्यवाद दिन्छौँ भने हामीलाई उहाँले निर्देशन गर्नुहुन्छ, ज्ञान प्रदान गर्नुहुन्छ, सही ज्ञान बुद्धि दिनुहुन्छ, सही मार्ग तपाईँ अनि मलाई देखाउनुहुन्छ,
कहाँ जानुपर्ने हो, के गर्नुपर्ने हो, उहाँले हामीलाई सिकाउनुहुन्छ। अनि दाखमतले मानिसलाई चाहिँ विलासितामा पुर्याउँछ है, विनाशतिर पुर्याउँछ। तर जब तपाईँ अनि हामी पवित्र आत्मामा रमाउन थाल्छौँ, पवित्र आत्मामा मातिन थाल्छौँ, पवित्र आत्मामा आनन्द लिन थाल्छौँ भने यसले तपाईँ अनि मलाई चाहिँ अद्भुत स्वर्गीय कुरालाई चाहिँ भरिन थाल्छ। तपाईँ र मलाई यसले चाहिँ स्वर्गीय कुराहरूले पछ्याउन थाल्दछ है। अनि परमेश्वरको इच्छा भनेकै सबैजना हामी विश्वासी जनहरू सबैजना चाहिँ मिली एउटै मनको भई होइन, कलसी 3:16 अनुसार, एफिसी 5:19-20 भने अनुसार परमेश्वरलाई धन्यवाद चढाउनु र उहाँकोमा सङ्गतिमा रमाउनु, सङ्गतिमा रहनु, सङ्गतिमा जोडिनु चाहिँ परमेश्वरको इच्छा हो। परमेश्वरको भयमा एकअर्काको अधीनमा रहनु, हर समयलाई महत्त्व ठान्नु, हर परिस्थितिमा परमेश्वरलाई धन्यवाद दिनु, सङ्गतिमा रहनु, पवित्र आत्मामा भरिपूर्ण रहनु परमेश्वरको हाम्रो जीवनमा रहेको इच्छा हो है। अनि भरिपूर्ण हुनु भनेको के हो त? अनि पवित्र आत्माबाट स्वर्गीय कुरा प्राप्त गर्नु र भरिपूर्ण हुनु एक निरन्तर हुने प्रक्रिया हो। जस्तो हामी सधैँ भरिपूर्ण पवित्र आत्माबाट हुन सक्छौँ। भरिपूर्ण हुनु यो आज्ञा चाहिँ सबैको लागि हो है। यसैले समय छँदै समयको सदुपयोग गरौँ र हामी सबैजना एउटै मन भएर सबैजनाले चाहिँ पवित्र आत्माको खोजी गरौँ, पवित्र आत्मामा रमाउँ र समय छँदै चाहिँ ठिक समयमा आफ्नो जीवनलाई चाहिँ ख्रिस्टमा पवित्र आत्मामा हिँड्न थालौँ र उहाँको इच्छा अनुसारले जिउन थालौँ। किनभने समय छँदै समयको सदुपयोग हामीले गर्नुपर्छ र हामी कसरी हिँड्छौँ भन्ने कुरालाई तपाईँ अनि मैले विचार गर्नुपर्छ। आमेन।